दिनुभयो भने नानी बाबुहरू सप्रिँदै मौलाउँदै झाँगिँदै जानेछन्। अहिले तपाईले राम्रो संस्कार दिनु भएन भने भविष्यमा लगेर हामीलाई वृद्धाश्रममा राख्नेछन्। अहिले सानै अवस्थादेखि संस्कार नानी बाबुलाई दिन सकिएन भने र यी संस्कारका विविध कुराहरू सबै मैले प्रस्तुत गर्न सकिनँ, समय छोटो छ। त्यसैले अभिभावकज्यू हजुरहरूले अघि मैले भनिसके एक हातले ताली बज्दैन, ताली संक्षिप्तमा भन्दाखेरि एक हातले ताली बज्दैन, ताली बज्न दुईटा हात चाहिँदो रहेछ। नानी बाबुहरूलाई ट्यालेन्ट बनाउनको लागि पनि दुईटा हातको आवश्यक पर्दो रहेछ। एक हात गुरु गुरुआमा भने अर्को हात अभिभावक हो। कक्षा कोठामा गुरु गुरुआमाको जति भूमिका छ घरमा अभिभावकको पनि त्यतिकै भूमिका हुँदो रहेछ भन्ने कुरा मैले प्रस्तुत गरिसकेको छु। यसो भन्दै गर्दा विद्यालयमा नानी बाबुहरूलाई हामीले पढ्न पठाउँछौँ, नानी बाबुहरूले पढ्न पठाउँछौँ, पढ्छन्। अनि कारणवश कुनै केही त्यस्तै कुनै कोरोनाहरू कुनै के त्यस्तै आकस्मिक कुनै बिदा दिनु पर्यो भने लु एक हप्ता मात्रै बिदा दियो भने स्कुलमा पढाएको सबै बिर्सेर आउँछन्। कति दुःखको कुरा, टिचरले कति मेहनत र दुःख गरेर सुधारमा ल्याइरहेको कुरा सबै बिर्सिन्छन्। हो यसबारे अभिभावकज्यू तपाईँहरूले नानी बाबुहरूलाई निगरानी गर्न आवश्यक देखिन्छ। त्यसैले अब धेरै समय छैन, समयको अभाव हुँदै पनि मैले मेरा भनाइहरूलाई अगाडि बढाउँदै लाँदै पनि हजुरहरूलाई पुरा दिन सकिन र अन्तमा म एउटा छोटो कविता, त्यो मैले लेखेको एउटा छोटो कविता छ, त्यसले परिश्रम र मेहनत गर्नुपर्छ भन्ने हामीलाई भगवानले अथाह सम्पत्ति दिएर बढाएको छ। हजुरका नानी बाबुहरू नजान्ने हुन्न, सबै ट्यालेन्ट हुनुहुन्छ। भगवानले अथाह सम्पत्ति दिएर पठाएको छ। हेर्नको लागि आँखा दिएर पठाएको छ, सुन्नको लागि कान दिएर पठाएको छ, सोच्नको लागि दिमाग दिएर पठाएको छ। यो दिमागले मान्छे चन्द्रमामा पुगिसक्यो। कर्म गर भनेर हात खुट्टा दिएर पठाएको छ। सबै चिज अथाह सम्पत्ति दिएर पठाएको छ भगवानले हामीलाई। सबै हजुरका नानी बाबुहरू ट्यालेन्ट राम्रो हुनुहुन्छ, सबै जान्ने हुनुहुन्छ। अथाह सम्पत्ति दिएर पठाएको छ हजुरका नानी बाबुहरूलाई हामीलाई भगवानले। तर एउटै चिज मात्रै दिएको छैन, त्यो चिज चाहिँ तिमीहरू नै गर है भनेको छ। त्यो चिज हो परिश्रम, मेहनत र परिश्रम। नानी बाबुहरूलाई गराउन हजुरहरू खट्दिनु पर्यो। अभिभावकज्यूहरू जति शिक्षकज्यूहरू कक्षा कोठामा खट्नु भएको छ, अभिभावकज्यूहरू पनि त्यति नै खट्दिनु होला। मेरो अनुरोध छ, नरिसाइदिनु होला। ल बालबालिकालाई लु हजुरहरूलाई समय दिने, नानी बाबालाई समय दिने टाइम नै नभए पनि स्कुलमा होमवर्क कति गर्यो, तिमीले होमवर्क गर्यौ कि गरेनौ, कति छ अब बाँकी, रिड गरेर स्टोर गर्यौ कि गरेनौ, लु केही नभए पनि आधी घन्टा जति सोध्ने टाइम त हुन्छ नि, मनैको कुरा हो। तर धेरै अभिभावकमा यो पनि देखिँदैन। मैले रिसर्च गरे अनुसार बाबा मम्मी आफ्नै काममा व्यस्त, होमवर्क गरेर लग्यो कि पढेन कि